मर्निङ साथीहरू, हेर्नु न यति राम्रो सोप धनियाँ खोर्सानीहरू यति राम्रो भएको छ कि यति माया लाग्दो भएको छ। हेर्नु न सोपहरू कति राम्रो छ। भान्टाक बट्टाबट्टी फल्दैछ। यता भान्टाक छ, यता प्याज छ, यति राम्रो प्याजहरू छ। यसपालि लगाएको मैले यति राम्रो भएको छ र यो खोर्सानी चाहिँ एकदम माया लाग्दो छ क्या। यति राम्रो गाछ आएको छ। मल टन्नै हाल्दैछु। भान्टाको हेर्नु त, भान्टाहरू कति राम्रो छ। यहाँ हेर्नु न साथी, अब अर्काको बारीमा जति लाए पनि छोडेर हिँड्न चाहिँ छोडेर हिँडेपछि चाहिँ एकदम माया लाग्दो रहेछ क्या। यस्तो माया लाग्दो छ। यो बकुला त केही समय फल्छ, यो ओइलेर जान्छ, के हुँदैन। भान्टाक खोर्सानी यति राम्रो भएको छ। यति राम्रो बोट आएको छ कि यो चाहिँ छोडेर जानु पर्दाखेरिको पीडा चाहिँ कसलाई हुँदैन होला, मन दुखाइ कसको हुँदैन होला। हेर्नु न हामी चाहिँ अब सिन्धुलीबाट काठमाडौँ जाँदै, काठमाडौँ अब धुलिखेल मेरो बुढोको जिल्ला अदालतमा जब छ। त्यही भएर हामी अब सबैजना एकै ठाउँ जम्मा भएर बस्नको लागि चाहिँ धुलिखेल जाँदैछौँ। काभ्रे जिल्ला अदालतमा हो मेरो बुढो, त्यही भएर उता जाँदैछौँ। यस्तो राम्रो फल्न थालेको थियो पोहोर रोपेको भान्टाक, अहिले यति राम्रो भएको छ। प्याज हेर्नु, यसपालि चाहिँ फेरि प्याज कति राम्रो आएको छ क्या। हेर्नु न प्याज यति माया लाग्दो छ कि घरिघरि त रुन मन लाग्छ हौ साथीहरू। कतिमा राम्रो छ। सुपहरू राम्रोसँग फलेकै छैन। भर्खर फुलहरू छ, भरेली फुलहरू छ। हेर्नु न यो सब छोडेर जाँदाखेरि चाहिँ कसलाई पीडा हुँदैन। आफूले मल जल गरेर पानी लाएर यत्रो बनाएको छु। यस्तो राम्रो भान्टाकहरू छ। यो चाहिँ लामो खालको भान्टाक क्या, लामो हुन्छ, यति लामो हुन्छ। यस्तो राम्रो फलेको छ। एकदम राम्रो छ। पानीहरू कति लगाइराखेको छु, मल लगाइराखेको छु, यसरी उठाएको छु माटोहरू यस्तो गरेर आफ्नै छोराछोरीलाई यस्तै गरेर माया गरेर बोट बिरुवालाई पनि पानी मल जल दिएको छु। तर छोडेर हिँड्न लाग्दाखेरि चाहिँ एकदम चित्त दुख्दो रहेछ क्या साथीहरू। एकदम पीडा हुँदो रहेछ। आफ्नो जग्गामा भएको भएदेखि बोट बिरुवाहरू आएर हेरिन्थ्यो होला, माया गरिन्थ्यो होला। तर अर्काको जग्गामा अब रेन्टमा बसिसकेपछि अब छोडेर हिँड्दाखेरि यो सबै छोडेर हिँड्नुपर्छ। कति माया लाग्छ। अब मुटुमाथि ढुङ्गा राखेर पनि छोडेर हिँड्नुपर्ने अवस्था आउँछ। साथीहरू यति राम्रो छ। यस्तो राम्रो बनाएको छु। हेर्नु न।